हेलो गाइज, आज हाम्रो खेतमा सिमी मकै रोप्ने काम धमाधम हुँदैछ र उहाँ अङ्कलले चाहिँ पुरा जोतिराख्नु भएको छ। हाम्रो यो पहाडमा चाहिँ एकदम भिरालो जमिन भएको हुनाले सबै यस्तो पाटा परेको जग्गाहरू हुन्छ। त्यसैले ठुलो ट्र्याक्टर ल्याउने सम्भव छैन। त्यसैले ती सानै ट्र्याक्टरबाट भए पनि हामीले काम चलाउने गर्छौँ। सानै ट्र्याक्टरबाट हामीले खेत जोत्ने गर्छौँ र अङ्कलले जोतिराख्नु भएको छ। जस प्रविधिले गर्दा राम्रै भएको छ। आजभोलि पहिले गोरु लिएर हामीले जुवा बोकेर ल्याएर जोत्नुपर्ने हुन्थ्यो। निकै समय पनि धेरै नै लाग्ने गर्थ्यो। तर अहिले ट्र्याक्टर सानै भए पनि काम चाहिँ छिटो हुने गर्छ। र यतातिर सबै गाउँ छ, त्यो माथितिर पनि गाउँ पाकिसकेको छ। र हाम्रो यो खेतमा पनि पहिला गाउँ छरेको थियो। गाउँ मतलब जौ छरेको थियो र अहिले जौ काटेर हामीले फेरि मकै सिमी छर्दैछौँ, मकै सिमी रोप्दैछौँ। त्यहाँ पर पनि सिमी रोप्दै हुनुहुन्छ गाउँ काटिराख्नु भएको छ माथितिर। त्यसैले गाउँ काट्नुहुन्छ भने त्यसैले गाउँ काटिसकेर पनि फेरि मकै सिमी रोप्ने काम हुँदैछ। पनि त्यही हुन्छ, गाउँ काटिसकेर फेरि मकै सिमी रोप्ने काम हुँदैछ। त्यस्तै हो पहाडतिरको जग्गा। पुरा मकै उम्रिसकेको छ। कसैले भर्खर रोपिसक्नु भएको छ। उहाँ अङ्कलले नै, उहाँ अङ्कलकै खेत हो। उहाँ तल उहाँ मकै रोपेर अनि यहाँ हाम्रो खेतमा आइसक्नु भएको हो। यस्तै हो साथीहरू पहाडतिरको जग्गा। कस्तो लाग्छ तपाईँहरूलाई? कमेन्टमा लेख्नु होला है त। हेर्नुहोस्, यता चाहिँ अलिकतिमा अझै गाउँ काट्न बाँकी नै छ। गाउँ पाक्दैछ। गाउँ काटिसकेमा चाहिँ मकै छर्ने काम हुँदैछ। यहाँ अङ्कलले जोत्दै हुनुहुन्छ।